हेलो साथीहरु नमस्ते वेलकम बैक टु आवर युट्युब च्यानल म सज्जु केसी अनि उहाँ हुनुहुन्छ साना सबैजनाले साना भनेर चिन्नुहुन्छ है अनि आज चाहिँ मैले मात्र हैन कि हामी दुई जनाले चाहिँ छुट्टी लिएका छौं र छुट्टी लिनको राज के हो र हामी कहाँ जाँदै छौं कोलाई भेट्न जाँदै छौं आज के गर्छौं भन्ने कुरा चाहिँ हजुरहरुले लास्टसम्म हेर्नु होला है त अनि साना एक्साइटेड हुनुहुन्छ अनि साना भन्दा पनि बढी चाहिँ म एक्साइटेड छु के लाउने होला कस्तो गर्ने होला भन्ने कुरा चाहिँ एकदम एक्साइटेड फिल भइरहेको छ मलाई चाहिँ अनि आज चाहिँ अब को आउँदै हुनुहुन्छ म कहाँ जाँदै छु भन्ने कुरा चाहिँ लास्टसम्म हेर्नुपर्छ है हजुरहरुले है अनि अब के लगाउने अब त कस्तो छ कति कहिले 3 बजला भएको छ के हुन्छ 3 बजे हेर्नु होला है मलाई चाहिँ यति धेरै खुसी लाग्यो कहाँ जाँदैछौँ हैन के हो सबै कुरा हेर्नुपर्छ है लास्टसम्म अनि सानालाई के भन्न मन छ छैन साना पुरै सुकुटी आउँदैछ भनेर लाजा सुकुटी आउँदै भने खुसी हुँदैन बाहुन कि बुहारी भएर भैँसी सुकुटी आउँदा यति खुसी हुनुपर्ने यार के बोले भाइ के बोले सुकुटी खान पाए भनेर ल्याएर मैले हो कि हजुरले होला नि मलाई त मनै पर्दैन अस्ति त्यत्रो 40 किलोको 40 कि 45 रे 40-45 किलोको खसी काटेको यही हैन लिएर आएर त्यतिकै छ बासु खाली मासु बिहान मासु बेलुका मलाई वाक्क लागिसक्यो मलाई त त्यो काटेको देखेरै मतमताको के म त कस्तो भएर हिजो पनि त्यो हड्डी लुस्दै हुनुहुन्थ्यो आजलाई छ ए हो र दसवटा बोन मेरो तान्न कस्तो मजा आउँछ मलाई चाहिँ खासै मन पर्दैन त्यही भएर चाहिँ हो मलाई चाहिँ ग्रेभी टाइपको मन पर्छ के एकदमै सानाले चाहिँ पुरा झोल मन पर्छ के सुत्केरी हुँदै हुनुहुन्छ नि त पेट्दै आउँदा 9 मन्थ्स हुन लागिसक्यो त्यही भन्नुहुन्छ तिमी प्रेग्नेन्ट हुनु त्यस्तै हो के मै बनिदिन्छु भन्नुहुन्छ अलि ल हेर्नु है त साथीहरु लास्टसम्म के हो चाहिँ के लगाम के साना यो अब गर्मी पनि छ नि त हैन अब गर्मी छ आज त म्याक्सिमम 25 डिग्री हेर्नु है कुन लगाम अब हेर्नु है यो र यो यस्तो गरेर अनि अब जुत्ता त मेरो त्यही नेपालबाट ल्याएकै भयो भाइ ओके तिम्रो त जुत्तै छैन का साथीहरु राम्रो जुत्तै किने छैन के मैले यहाँ फेरि यस्तो गरिराख्नु पर्छ हेर्नु त राम्रो बेसी राम्रो यस्तो गरेर अनि जुत्ता लगाम कि कपालहरु कस्तो गर्ने होला हेर्नु त कस्तो देखियो ए बेसी राम्रो छी तपाईँ त जे पनि राम्रो के कम्बिनेसनै मिल्दैन होला ल अब मलाई त सबै राम्रो लाउँछ मेरो आँखै राम्रो छ अब यस्तो गरेर नि के लाउने यो ठिक हो खुल्ला छोड्ने छ्या राम्रो देख्न पर्न अब मलाई किन सोध्ने त नि त्यसो अनि तपाईले के मलाई एउटा ऐना ल्याइदिन सक्नु साथीहरु म तिमीलाई हेर्ने म छँदैछु त ऐना किन्छ हेर्नु त छ्या यो त त्यो भर्खरै त्यो उबाट आए जस्तो देखियो म त लाउन यस्तो ल हेर्नु बरु यो दुईटा स्वाहा होला यो लगाउ त यो त मेरो बडी काउन हो नि मैले लगाएकै छैन नि एकचोटि किनेर मात्र राखेको हो नि खै त अस्ति किनेको फरिया खै त नि त्यही त त्यो त चिसो हुन्छ नि आजै त यो दुईटा त किनेको नि त्यही मलमा यो पनि त्यही किनेको हो यो लगाउँछु है त म एकचोटि कुन लगाम साथीहरु भन्नु यो लगाम कि यो कस्तो हो यसले सुहाएन नि मैले त सबै राम्रो देख्छु के तिमी मान्छे राम्री छौ मैले त जे लाइन राम्रो देख्छु कत्रो देख्यो होला अब के पानी पनि खाएन यस्तो पानी खायो त्यत्रो थियो ह्यापी प्रेग्नेन्सी भन्ने कहिले कुन लगाम के आम कन्फ्युज उता म बाहिर बोरा छ म बोरा च्यातेर ल्याइदिन्छु बोरा बेरेर हिँडेको तिमीले युनिक रातो पहेँलो निलो बोरा चट्टमा काटेर टाउको पनि टाउको छिर्ने गरेर काट्छ साथीहरु कुन लाम कि म एकदम कन्फ्युज भए यो कलर सुटै गरेन क्या मलाई तिमीलाई त गर्दैन के यसो भन्दा म फेरि विदाउट मेकअप छु नि त तिम्रो कलर र यसको कलर उस्तै रहेछ के तिम्रो अनुहारको कलर र
यसको कपडा कलर उस्तै उस्तै रहेछ के ए म यस्तो हो तिमी हेर न ठ्याक्कै ल हेरौँ लास्टसम्म मैले के लाउँछु है होइन लिपपोत भ्याइने होइन अहिले रुक्नु न कति बजेर अनि जहाज आइपुग्ने बेला भइसक्यो फेरि जहाज नभन्नु कि लास्टमा अनि लिपपोत भ्याइने बेला भएको होइन भ्याइन्छ रुक्नु न यहाँ बल्ल त कति बेला भ्याइन्छ त नि अब भ्याइएला नि 1 घन्टामा समयले त नेटो काटिसक्यो त कति बजेर 11 बन्न लागिसक्यो ल ल अझै दारी फाल्नै छ अरे त्यही भनेको होइन यो दारी हुन्छ जुङ्गा दारी त्यस्तो भन्नु माइ तिमी त होइन के तिमीले त्यही भनेको होइन दारी फाल्नै छ जुङ्गा मिलाउनै छ भने पछाडि आइहाल्छ नि है फालिहालिन्छ नि यहाँ ल छिटो गर छिटो ल ल फाइनल्ली म पनि रेडी भएँ अनि हाम्रो झगडा भयो त्यस पछाडि साना रुन थाल्नु भयो हाम्रो झगडा भयो अनि साना अनि हाम्रो झगडा भयो अनि साना रुनु भयो हाँस्दिनु त अब एकचोटि 1 2 3 स्माइल चिज भनेको यो स्माइल सानाको ल अब हामी निस्किने साथीहरू है त सबै कुरा भइसकेपछि अनि एज युजुअल सधैँको झगडा त छँदैछ अनि हामी झगडा गऱ्यौँ एकछिन अनि साना एकछिन रुनु भयो मजाले है अब के छ यो विषयमा तपाईँको भनाइ अझ एकचोटि रुन मन छ कि एकचोटि रुन्ने कि अब पुग्यो होइन त्यो त कास्टिङ हो नि त्यो त हुनै पर्यो नि म्यान्डेटरी भन्छ क्या त्यसलाई अनिवार्य एकचोटि तिमी नरहिकन हिँडेर त मजै लाउँदैन नि एकचोटि नरिसाइकन त त्यसको त कुनै हेर त 2.5 घन्टा लाएर गरेको मेकअप पुरै बिग्रियो लिपस्टिक पनि आँखामाथि लगाइछ नि बुढीले यहाँ त पुरै रातो देखिया ए त साथीहरू हो कि होइन आँखामाथि पुरै रातै छ हो त्यहाँ लिपस्टिक छ अरूले लाली ओठा लाउँछ नि बुढीले आँखामाथि लाली लगाइछिन् हेर्नु त हो कि साथीहरू ती हामी चाहिँ फाइनली रेडी भयौँ होइन सानालाई चाहिँ सानाको छुट्टै लुक्स अनि म पनि रेडी भएँ अनि अब चाहिँ मस्त घाम लागिरहेको छ आजको वेदर चाहिँ होइन अनि अब चाहिँ हामी खाना बनाउन आयौँ अनि खाना खाने अथवा के हुन्छ सानाले बनाउनुहुन्छ अनि खाने अनि जाने मलाई कस्तो देखेछ ल सानाले चाहिँ यहाँ रोटी र मासु खानुभयो मैले चाहिँ भात खाएँ गम 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 मासुको झोलसँग भात सरप सरप हामी चाहिँ हिँडेको तर कहाँ होला एनी गेसेस ल अब चाहिँ गाडी चाहिँ बोलाएको छौँ हामीले गाडी आउँदैछ अनि हामी जान्छौँ यस्तो मौसमले यस्तो च्यालेन्ज हो ल म चाहिँ सिन्दुर पनि लाग्यो कि अहिले चाहिँ हामी यहाँ गाडीमा छौँ अनि आज चाहिँ दोकान एउटा पनि नखुलेर बुकै किन्न नपाएर मैले फुल टिपेछु आफ्नै पारेको अब चाहिँ हामी जाँदैछौँ कहाँ होला भन्दा साथीहरूले थाहा पाइसक्नु भयो होला थाहा पाउन लगाइसक्नु भयो होला फुल पनि दिन्छु मैले को होला कहाँ होला यो बोल्टमा हिँड्दाखेरि के सुरुमा के कस्तो ऊ होला जस्तो हुने कि भमिट होला जस्तो हुने होइन अनि आजकल चाहिँ हुँदैन नि त बानी परिसक्यो नि त कहिले होला है साना हाम्रो सपना पुरा हुने साथीहरू मेरो चाहिँ त्यस्तो ठुलो सपना त छैन होइन यो वर्ष चाहिँ पुरा गर्न पाऊँ कि होइन म त्यस्तो ठुलो सपना नि देख्दिनँ ठिक्क
देख्छु तर पुरा देखिरहेको छु बेला बेला नि देखिरहेको छु देख्नु पर्छ सपना भन्ने कुरा चाहे पुरा होस् नहोस् हैन एउटा उ त हो मेरो लिपस्टिक हेर्नु न मैले 5 थरीको लाग्यो छ्या कति काली देखेको मलाई सानालाई कस्तो देखेछ साथीहरु जेन्टलम्यान ओ माय गॉड होला मेबी बिरगेस Do you want to stop? त साथीहरु फाइनली हामी चाहिँ एयरपोर्ट आइसकेका छौं कहिले हो बुढा नेपाल जाने सारै नेपाल जान मन लाग्यो मलाई एयरपोर्ट आएको त साथीहरु हेर्नु न एयरपोर्ट देख्ने बित्तिकै मलाई नेपाल जान मन लाग्यो यार हामी आउने ठाउँमा जानु पर्ने हो हैन आमा नि कस्तो नेपाल जानु मन लाग्यो म त अहिले चाहिँ हामी एयरपोर्ट आइसकेका छौं है मलाई चाहिँ कस्तो नेपालको याद आयो खत्रै नेपाल जानु मन लाग्यो म त अनि लास्टै कता हो लोटौला नि हेर्न सक्नुहुन्छ साना आउँदै हुनुहुन्छ कहिले होला नेपाल जाने यसरी नै खत्रै नेपाल जान मन लाग्यो लो फाइनली भाइ चाहिँ आइसक्यो है हेलो आउनुभयो आउनु ल फाइनली मैले चाहिँ भेटिसकेँ कस्तो खुसी लाग्यो कस्तो डर लाग्यो है ठिकै भएर हैन बसाइ लाग्यो ल राम्रोसँग जा है फेरि भेटौँला मेरो भाइ फेरि भेटिन्छ बाई बाई फेरि आउँदै गरौँला है मेरो गाउँतिर नि आइज बाई यस्तो ल बाई बाई पुग्ने बित्तिकै मेसेज गर फोन गर है भाइलाई पनि एकछिन भेटियो तर के गर्ने सँगै बस्न मन थियो अब ऊ अर्कै कम्पनीमा छ है हामी अर्कैमा तर पनि छुट्टीहरुमा भेटिन्छ अब चाहिँ हिँडेको साथीहरु टाइम स्पेन्ड गर्न नि पाइएन खाजा खान नि पाइएन फेरि त्यसलाई नि अब कम्पनीको मान्छे आएर लिएर गइहाल्यो यस्तै यस्तै छ विदेश है विदेश विदेश भनिन्छ के छ र विदेशमा यति दुःख छ है आफ्नै भाइ आफ्नै दाइहरु आएको देख्दाखेरि चाहिँ कस्तो नराम्रो लाग्छ के अब फेरि आएर दुखै त हो नि गर्ने है जति हावा भए पनि जति माथिएर हिँडे पनि है दुःख गर्नै पर्छ गाह्रो छ हौ साथीहरु साथीहरु फर्केर घर पनि आउन लागिसक्यो है मलाई चाहिँ टाउको दुखेर यो बोल्टमा चढ्ने बित्तिकै यस्तै हुन्छ मलाई टाउको दुखेर बमिट आउला जस्तो नयाँ वाक्न मिल्छ ए भगवान कहिले जाम पुगम जस्तो भयो मर्न लाग्यो म टाउको दुखेर मलाई यो गाडीमा चढ्ने बित्तिकै मलाई के हुन्छ हुन्छ कुकुरलाई यस्तो हुन्छ लास्टै भयो कहिले पुगम्ला जस्तो भयो मलाई ल यही हो साथीहरु हामी भाइ लिन गएको थिए भाइ आउनु भएको थियो अनि आएर हामीले भाइले उता छोडियो अब छुट्टी हुँदाखेरि फेरि भेटिन्छ भाइसँग